Back to my new vlog. हिजो चाहिँ मैले भ्लग हाल्न पाइनँ किनकि अलिकति सन्चो थिएन अनि सुते भएछ। अहिले पनि सुतिरहेको नै हो। अनि पछि आज चाहिँ भ्लग बनाउनु पर्यो, एक दिन ग्याप पायो भन्ने विचार आयो र आजको भ्लगमा सबैलाई स्वागत छ। र भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। र कोही एउटा दुईटामा मात्रै भ्युज धेरै गएको छ यार, अहिले त भ्युज पनि जाँदैन। अब के हो फेरि भ्लग हाल्न छोड्नु पर्ला जस्तो लाग्यो क्या। च्याउ लाग्नु थाल्छ, भ्युजमा भ्युज आउँछ न सब्सक्राइबर छ। त्यत्रो दिन भइसक्यो भ्लग हालेको, खोइ केही छैन। ल हेरौँ आज एक दिन के हुन्छ। अनि पछि ल म चाहिँ अब एकदिन सुत्छु होला। अनि अलि राततिर बाहिर गएको बेला भेट्नुपर्छ है त। सो गाइस म चाहिँ पुरा होस् गएको र त्यहीँ पुगेर भेटौँ है त। म चाहिँ घर आइसकेँ अनि एकछिन बसिरहेको यहाँ किचनमा आएर। अनि पछि आजको लागि यति नै। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। र चिया खाएको थियो र नेक्स्ट भ्लगमा भेट्नुपर्छ। अनि पफ चाहिएमा चाहिँ कमेन्ट गर्नु कि वाट्सएपको नम्बर छोडिदिन्छु त्यसमा भन्नु होला। र तपाईँहरूलाई एउटा फोटो नि हालिदिन्छु कुन चाहिन्छ भन्नु। अनि पछि अफरमा चाहिँ अहिले चाहिँ हाम्रो नि फेरि 700-800 पर्छ। अनि 800 भनेपछि हामी पनि मगाउने हो। मलाई त्यस्तै गरेर 900 जति पर्छ। तपाईँलाई पनि 900मै दिन्छौँ। र चाहेमा भन्नु होला। र आजको लागि पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। र नेक्स्ट भ्लगमा भेट्नुपर्छ। जय ल। Vem caixa, tá preparada pra fuder sua safada. Vem sentando.